नमस्कार सम्पूर्ण महानुभावहरुमा। यो पालि त पक्कै हामीले न्याय पाउने छौं। 18 करोडको भारी बिसाउने छौं। विभिन्न आपूर्तिकर्ताहरूले हामी विरुद्ध हाल्नु भएको मुद्दाहरू फिर्ता हुनेछन्। पहिला जस्तै हाम्रो मुहारमा खुशी छाउने छ। अब त यो देशमा नयाँ सरकार आएको छ। त्यही आशा, त्यही भरोसा, त्यही सपना बोकेर म स्वदेश फर्किएको पनि आज 1 महिना पूरा भएछ। तर आजका दिनसम्म त्यो आशा आशामा मात्रै सीमित भइरहेको छ, सपना सपनामा मात्रै सीमित भइरहेको छ। म आकै दिनदेखि भरतपुर महानगरपालिका कानून तथा न्याय मन्त्रालय, प्रधानमन्त्री कार्यालय, सम्बन्धित व्यक्तिहरू, सम्बन्धित निकाय सबैसँग बिन्ती गर्न गएँ। हामीलाई न्याय दिनुस्। हामी यही माटोमा रम्न चाहन्छौं, दुःख सुख साट्न चाहन्छौं, बाँच्न चाहन्छौं। हामीलाई बचाइदिनुस्, यो भड्खालोबाट निकाल्दिनुस् भन्न पुगे। तर दुःखको कुरा, महिनौं दिनसम्म प्रयास गर्दा पनि गत वर्ष संघीय सरकारले बजेटमा शीर्षकै तोकेर रातो किताबमा छापेर भरतपुर महानगरपालिकाको खातामा रु 15 करोड पठाएको रकम 1 वर्षसम्म भरतपुर महानगरपालिकाको खातामा बसेर कुनै पनि निकास ननिकालिकन आज उक्त रकम फ्रिज भएर फर्केर आउँदैछ। म आफै सिंहदरबारका ढोका ढोकामा कराउँदै चिच्याउँदै यदि हामीले कुनै पनि प्रकारको गल्ती कमी कमजोरी गरेका छौं भने जुनसुकै सजाय पनि भोग्न तयार छौं, हामी जेल जान पनि तयार छौं। यदि यो समस्याको समाधान हामीले आत्मदाह गरिसकेपछि निस्किन्छ भने हामी आत्मदाह पनि गर्न तयार छौं। हामीलाई बाँच्नै गाह्रो भयो, हामी यति धेरै कठिन जीवन बाँचिरहेका छौं, कृपया हामीलाई बचाइदिनुस् भनेर बिन्ती गरिसकेपछि संघीय सरकारले बजेटमा हालेर भरतपुर महानगरपालिकाको खातामा उक्त रकम पठाएको थियो। र भरतपुर महानगरपालिकाले पनि शर्त पालना गर्नका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, हामी धुर्मु सुन्तली फाउन्डेसन र स्वयं महानगरपालिका बीच त्रिपक्षीय सम्झौता गरेर सो बजेटको कार्यान्वयन गर्नका लागि भनेर भाषा लेखेर पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानलाई मूल्याङ्कनको जिम्मेवारी दिएको थियो। जब पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले मूल्याङ्कनको प्रतिवेदन महानगरपालिकालाई पेश गर्यो, त्यसमा करिब 60 करोड बराबरको भौतिक संरचना फाउन्डेसनले निर्माण गरेको भनेर उल्लेख छ। जबकि हाम्रो खर्च थियो 57 करोड 92 लाख मात्रै। हामीले गरेको खर्च भन्दा बढीको मूल्याङ्कनको प्रतिवेदन आइसकेपछि सोझै कार्यपालिकाको बोर्डको बैठकबाट दायित्व भुक्तानीका लागि निर्णय गरेर चाहिँ भुक्तानी गर्नुको सट्टा उल्टै अर्थ मन्त्रालयको चिठी चाहिन्छ, खेलकुद मन्त्रालयको चिठी चाहिन्छ, कानून मन्त्रालयको राय चाहिन्छ भनेर फेरि पनि हामीलाई सिंहदरबार फनफनी घुमाउने काम भयो। कुनै पनि निकास ननिस्किसकेपछि हामी अमेरिका पुग्यौं। अमेरिकामा पुगिसकेपछि पनि मैले अहिलेका कार्यवाहक मेयर साहब, प्रमुख प्रशासकीय अधिकृतज्यूलाई बारम्बार अनुरोध गरिरहेँ, यहाँहरूले नै स्वतन्त्र लेखा परीक्षकबाट अडिट गर्नुभएको छ। अडिटमा 18 करोड 43 लाख तिर्नुपर्ने दायित्व उल्लेख छ। अधिकांश चितवनकै आपूर्तिकर्ताहरू हुनुहुन्छ। उहाँहरूलाई सोझै भुक्तानी गरिदिनुस् र हामीलाई न्याय दिलाइदिनुस् भनेर अनुरोध गरिरहेँ। हामी सकारात्मक छौं, केही न केही निकास निकाल्छौं भन्नुभएको थियो र त्यो आशले म स्वदेश फर्किएको थिएँ। आए लगत्तै संघीय सरकार र महानगरपालिकालाई मैले ताकेता गरिरहेँ। गत बिहिबार मात्रै पनि कानून तथा न्याय मन्त्रालयको समन्वयमा भरतपुर महानगरपालिकाको टिम, हामी फाउन्डेसन र आपूर्तिकर्ता बीच छलफल भयो। पहिलेदेखि आपूर्तिकर्ताहरूले भनिरहनु भएको थियो यही 15 करोड पैसालाई हामी दामासाईले बाँडेर लिन्छौं, बाँकी राज्यलाई हामीले छुट दिन्छौं, मिलौं। यदि यो रकम वितरण गर्दाखेरि काहीँ उजुरी बाजुरी मुद्दा मामिला भयो भने हामी 3 पक्ष नै जुनसुकै सजाय भोग्न पनि तयार छौं, त्यसको लागि कागज गरौँ भनेर उहाँहरूले पनि भनिरहनु भएको थियो र त्यही कुरा त्यहाँ छलफल भयो। र अर्को कुरा, महानगरपालिकाले पहिला त्यो कुरा नमानेको हुनाले आपूर्तिकर्ताहरूले आफ्नो न्यायका लागि जिल्ला अदालत चितवनमा महानगरपालिका र हामी फाउन्डेसनलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुभएको थियो र उहाँहरू त्यो मुद्दा जुनसुकै बेला पनि फिर्ता गर्नका लागि तयार हुनुहुन्थ्यो यदि भुक्तानी दिएको खण्डमा। र त्यही मुद्दा भएको कारणले
संयुक्त निवेदन दियो भनेदेखि अदालतबाट मेलमिलापबाट यो कुरा टुङ्गिन्छ भनेर महाधिवक्ताको कार्यालयमा छलफल भयो र उत्तम उपाय यही हुन्छ भनिसकेपछि महानगरपालिका पनि राजी भयो र हामीले संयुक्त निवेदन दिने निर्णय गर्यौं र बैठक सकिने बित्तिकै हामीले एक प्रकारको ड्राफ्ट बनायौं संयुक्त निवेदनको र त्यो दिन महानगरको टोली काठमाडौँमै रह्यो। भोलिपल्ट कार्यवाहक मेयर साहब र उहाँको टिम बसेको होटल ठमेलमा हामी पुग्यौं, ड्राफ्ट दियौं, देखायौं, उहाँहरूलाई लागेको कुरा पनि त्यसमा समावेश गर्ने कुरा भयो र भोलिपल्ट शनिबार भएको कारणले आइतबार बोर्डको बैठक बस्छ। विधेय भए पनि हामी आह्वान गर्छौं तपाईहरु पनि आइतबार आउनुस् र सोमबार अदालतबाट मेलमिलापबाट यो विषय टुङ्ग्याउने भन्ने खालको समझदारी भयो। हामी आइतबार हाम्रो टिम र आपूर्तिकर्ताको टिम सहित भरतपुर महानगरपालिका पुग्यौं। हामी आइपुगेको जानकारी गरायौं तर मेयर साहबले कुरा अलि नमिला जस्तो भयो। बैठक आज आयोजना हुन सकेन। बैठक भोलि 1 बजेलाई राखिएको छ। बैठक आयोजना गर्नुभन्दा अगाडि चाहिँ मैले जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेँ। उहाँहरूले चाहिँ यो मेलमिलापबाट नगइकन कि त संघीय सरकारले चाहिँ भुक्तानी दे भनेर एउटा निर्देशनको चिठी पठाउनु पर्यो, तपाईँ पनि उहाँहरूसँग केही अनुरोध गर्नु न, तपाईँले पनि केही कुराकानी गर्नु न भनिसकेपछि म त्यत्रो वर्ष चितवन बसेको हुनाले मैले पनि त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरूसँग कुराकानी गरेँ। उहाँहरूको कसैको पनि विमति रहेको मलाई टेलिफोन सम्पर्कमा भन्नुभएको थिएन। भोलिपल्ट टुङ्गिन्छ नै भन्ने कुरामा हामी आशावादी थियौँ। 1 बजे बैठक बस्यो तर मेलमिलापबाट टुङ्गाउने कुनै पनि प्रकारको निर्णय हुन सकेन भनियो। हामी दुखी हुँदै काठमाडौँ फर्क्यौँ र यो 5-6 वर्षको सिंहदरबार परिक्रमा प्रक्रियाको सहयोगी बनिएर पाएका दुःख हन्डर एउटा युवा देशभित्रै रङ्गशाला बनाउँछु भनेर अठोट र संकल्प लिएर अगाडि बढिरहँदाखेरि आज मरासन्न अवस्थामा पुगिसक्दाखेरि मैले अब राज्यलाई प्रश्न गर्ने कि नगर्ने त? यो प्रश्नको जवाफ राज्यले दिने कि नदिने त? यदि यो दायित्व भुक्तानी गर्नका लागि यति धेरै कठिन थियो, कानुनी जटिलता थियो, कानुनले दिन मिल्ने थिएन भने पटक पटक बजेटमा यो किन शीर्षकै तोकेर विनियोजित गरिरह्यो त? किन बजेटमा राखिरह्यो त? किन बजेटमा राखेको? किन भरतपुर महानगरपालिकाको खातामा पैसा पठाएको? किन भरतपुर महानगरपालिकाले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरेको? त्यति मात्र नभएर भरतपुर महानगरपालिकाले 2078 साल पुसको 2 गते स्वामित्वको पत्र किन हामीबाट बुझेको? त्यहाँ त सहसचिवज्यूको नेतृत्वमा प्रशासन चल्छ। प्रमुख प्रशासकीय अधिकृतज्यूले पत्र बुझ्दै गर्दा कानुनका दफा उपदफा किन नपल्टाएको? कानुनका दफा उपदफा उहाँलाई त्यतिखेर किन थाहा नभएको? जसरी अहिले कानुनका दफा उपदफा पल्टाइन्छ। त्यति मात्र नभएर यो दिनु नै थिएन। दायित्व भुक्तानी यति जटिल थियो भने किन भरतपुर महानगरपालिकाले 2-4 दिनभित्रमै मूल्याङ्कन समिति गठन गरेको र त्यो मूल्याङ्कन समितिले किन स्वतन्त्र लेखा परीक्षक नियुक्त गरेको र त्यो स्वतन्त्र लेखा परीक्षकको टिमले किन आर्थिक अडिट महिनौं दिन लाएर गरेको र सघन शहरी विकास परियोजना चितवनले किन टेक्निकल अडिट गरेको र 2078 साल माघको 20 गते परियोजनाको मन्जुरीनामा मबाट किन लिएको भरतपुर महानगरपालिकाले 2078 साल माघको 28 गते जी प्रकाश एन एसोसिएट चार्टर एकाउन्टेन्ट कम्पनीले महानगरपालिकालाई अडिट रिपोर्ट बुझाइसकेपछि ड्राफ्ट धरि हेर्न मैले पाएको छैन। म एकचोटि रिपोर्ट चाहिँ हेर्नु, केही कुराहरू हाम्रा छुटेका छन् कि भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गर्दाखेरि त्यो अडिट किन हेर्न नदिएको? यदि हेर्न मिल्दैन भने त्यसलाई सार्वजनिक गरिदिनुस्, हामी स्वीकार्न तयार छौँ भन्दाखेरि उहाँले किन सार्वजनिक नगरेको र त्यो सोझै माथिल्लो सरकारले चाहिँ यसलाई निर्णय गर्छ भनेर युवा तथा खेलकुद मन्त्रालयमा आर्थिक भौतिक रिपोर्टहरू किन पठाएको? युवा तथा खेलकुद मन्त्रालयमा सहसचिव विदुर प्रसाद खनालज्यूको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेर किन 4 महिना लाएर मूल्याङ्कन गरेको? त्यतिले मात्र नपुगेर इन्जिनियर प्रकीर्ण तुलाधरज्यूको संयोजकत्वमा शहरी विकास मन्त्रालयमा प्राविधिक समिति किन गठन गरेको? त्यसले महिनौं दिन लाएर किन टेक्निकल अडिट गरेको? त्यतिले मात्र नभएर राष्ट्रिय सतर्कता केन्द्रले 5.5 महिना लाएर किन भौतिक संरचनाको अडिट गरेको र पछिल्लो समय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले किन अडिट गरेको? त्यतिले मात्र नभएर मन्त्री परिषदले 2 पटक दायित्व भुक्तानी भनेर किन निर्णय गरेको? पहिलो निर्णय खेलकुद परिषद मार्फत भुक्तानी भनेर गरियो। 3 महिना हामी धायौं,
त्यसको निकास केही भएन। दोस्रो निर्णय, भरतपुर महानगरपालिका जोसँग हाम्रो सम्झौता छ, जोसँग हामीले सहमति गरेका छौँ, जोसँग हाम्रो सहकार्य छ, सम्झौताको बुदामा यदि आर्थिक स्रोत अपुग भएमा आर्थिक स्रोत जुटाउने दुवै पक्षको दायित्व हुनेछ भनेर उल्लेख छ। कुनै विवाद आयो, समस्या आयो भने समस्याको समाधान गर्ने सम्पूर्ण जिम्मेवारी भरतपुर महानगरपालिकाको हुनेछ भनेर सम्झौतामा चाहिँ उल्लेख छ। हुँदै गर्दा पनि भरतपुरको खातामा अर्थ मन्त्रालयबाट बजेट पुग्दा पनि म आफै चिठी लिएर जाँदा पनि चिठी हेरेर अर्थ मन्त्रालयको त भाषै मिलेन, यो सच्चिएर आउँछ अनि भुक्तानी दिन्छौँ भनेर फेरि रकम फ्रिज गरेर फर्काउने काम भयो। यदि दिनु थिएन भने किन मन्त्री परिषदका दुई पटक निर्णय भए त? एउटा व्यक्तिलाई देशको लागि केही गर्छु भनेर अठोट र संकल्प बोकेर हिँडेको मान्छेलाई प्रक्रियाको लागि भनेर सिंहदरबारमा यसरी फनी घुमाएर अन्त्यमा जस्तो अवस्था थियो 5 वर्ष अगाडि त्यस्तै अवस्थामा पुर्याउनु थियो भने किन यत्रा धेरै मूल्याङ्कन गरेका? यसरी दुःख दिने कानुनमा उल्लेख छ। हो, हामीले गल्ती गरेका थियौँ, हामीसँग कमी कमजोरी थियो, कैफियत थियो, हामीले भ्रष्टाचार गरेका थियौँ, हामीबाट अनियमितता भएको थियो भने राज्यले दुःख दिनु स्वाभाविक हुन्थ्यो होला। आजका दिनसम्म कयौं मूल्याङ्कनहरू भए, 5औं 6औं पटकसम्म पनि मूल्याङ्कन भए। यहाँहरूले कहीँ कतै ती मूल्याङ्कनका रिपोर्टहरूमा धुर्मु सुन्तलीले चाहिँ भ्रष्टाचार गरेका रहेछन्, अनियमितता गरेका रहेछन्, काम बिगारेका रहेछन्, मापदण्ड विपरीत रङ्गशाला बनाएका रहेछन् भनेर कहीँ देख्नुभयो, भेट्नुभयो, सुन्नुभयो? यदि कसैले सुन्नु भएको छ, देख्नु भएको छ, भेट्नु भएको छ भने हामी जुनसुकै सजाय पनि भोग्न तयार छौँ। पुलचोकले 60 करोड भन्दा माथिको काम भएको रिपोर्ट सार्वजनिक गरिसक्दा पनि हामीले आजसम्म शान्तिले बाँच्न पाएका छैनौँ। त्यो 60 करोड त शुद्ध संरचनाको मात्रै थियो। त्यहाँ भरतपुर महानगरपालिकाले हामीबाट लिएको 2 करोड 46 लाखको स्टकको सामान जोडिएको छैन, उल्लेख छ, हिसाबमा जोडिएको छैन। त्यहाँ स्याम्पल ग्राउन्डको खर्च जोडिएको छैन, अन्य विविध खर्चहरू पनि छुटेका छन्। यदि त्यो परियोजना कुनै ठेकदार मार्फत निर्माण भइरहेको थियो भने राज्यले स्वामित्व लिनु परेको अवस्थामा त्यहाँ 15% ओभरहेड कस्ट पनि जोडिन्थ्यो। लगभग 60-70 करोड बराबरको सम्पत्ति राज्यलाई हामीले जोड्देका होइनौँ, राज्यलाई हामीले सघाएका होइनौँ कि हामी राज्यभन्दा फरक पृथक हौँ, हामी छुट्टै बनाउँछौँ भन्ने नै हौँ। भरतपुर महानगरपालिका राज्य थिएन। जतिखेर घोषणा गर्दा राज्यका कार्यकारी प्रधानमन्त्रीको उपस्थितिमा सिङ्गो राज्य बसेर चाहिँ हस्ताक्षर भएको परियोजना होइन। र त्यतिखेर भनिएको थियो अनुदानमा जति पनि पैसा दिन मिल्छ, मात्रै तपाईँ एउटा संयोजक भएर काम गरिदिनुहोस्, राज्यले पैसा हाल्छ भनिएको थियो। र हिजो निर्माणकै क्रममा भरतपुर महानगरपालिकाले 8 करोड 5 लाख रकम अनुदानमा दियो हामीलाई। बागमती प्रदेश सरकारले 3 करोड अनुदानमा दियो हामीलाई। लगभग करिब 12 करोड जति पैसा अनुदानमा हामीले निर्माणको क्रममा लियौँ। हिजोको दिनमा अनुदानमा पैसा दिने भरतपुर महानगरपालिका आज चाहिँ कुन कानुनसँग डराएर भुक्तानी गर्दैन? हिजो आन्तरिक स्रोतको पैसा अनुदानमा दिएको थियो। संघीय सरकारको पैसा भुक्तानी गर्न गाह्रो भएको भए अहिले आन्तरिक स्रोतको पैसा दिएर पनि त उसले विवाद समाधान गर्न सक्थ्यो। सम्झौतामै उल्लेख छ समस्याको समाधान गर्ने, विवाद आएमा समस्याको समाधान गर्ने भनेर त सम्झौतामै छ, महानगरपालिकाको जिम्मेवारी हो भनेर। 2 करोड 46 लाखको स्टकको सामान बुझिएको छ। त्यति मात्र नभएर आफैले अडिट गरेको छ। 18 करोड 43 लाख तिर्नुपर्ने बकौता रकम अडिटमा उल्लेख छ। ठेक्का खुल्ने बेलामा विद्युत प्राधिकरण भरतपुर चितवनले हामीले 8 लाख बकौता रकम तिर्न नसकेपछि बिजुली काट्दिएको थियो। पछि ठेकदारलाई बिजुली बाल्नु पर्यो। हामीलाई थाहै नदिकन फाउन्डेसनको नाममा भएको मिटर बक्सा जरिवाना सहितको करिब 10 लाख भन्दा बढी रकम तिरेर महानगरपालिकाले आफ्नो नाममा लिएर रङ्गशालामा बिजुली
सुचारू गर्यो। यदि दिनै नमिल्ने थियो, आज दिनै हुँदैन भनिरहेको महानगरपालिका त्यही 18 करोड 43 लाख मध्येको भरतपुर चितवनको के अरे विद्युत प्राधिकरणको बकौदा तिर्न चाहिँ कुन कानुनलाई टेकेर सहमत भयो? हो, हामी यहाँ बाँच्न सकेनौँ। वर्षौँ धाउँदा पनि हामीलाई कहीँबाट पनि न्याय नमिलिसकेपछि र घरभित्रैको त्यत्रो ठुलो पीडालाई हामीले दबाएर रङ्गशाला बनाइरहेका थियौँ, बस्ती बनाइरहेका थियौँ। छोरीलाई ब्लेस मिल्ला भन्ने थियो। उसको स्वास्थ्य समस्या दिनानुदिन जटिल भइरहेको थियो। त्यसको पनि प्रभाव नगरिकन म सिंहदरबार धाइरहेको थिएँ। राज्यले न्याय दिन्छ र उसको उपचारका लागि निस्किन्छौँ भन्ने थियो। केही सिप नलागिसकेपछि छोरीको उपचार त हामी अमेरिका पुग्यौँ। रुँदै कराउँदै एयरपोर्टमा अपराधी जस्तै कोही पनि आफन्तहरू हामीलाई बिदाबारी गर्न आउने अवस्था पनि भएन। भारी मन लिएर हामी अमेरिका पुग्यौँ। अमेरिका पुग्न साथ रङ्गशालाबाट लुटेको रकमले ग्रिन कार्ड किने, करोडौँ पैसा यताबाट उता पठाएका हुन्, ग्यास स्टेसन खोलेका छन्, लिकर सप खोलेका छन्, विभिन्न भ्रमहरू फैलाउने काम भयो। जबकि हामीलाई निकै धेरै आत्मबलको खाँचो थियो, सहाराको खाँचो थियो, अझ हामीलाई डिप्रेसिभ बनाउने काम भयो। त्यसलाई पनि हामीले सह्यौँ, सहर्ष स्वीकार्यौँ। एक दिन त बोल्ने समय आउँछ, भन्ने समय आउँछ, एक दिन त सत्य कुरा आइहाल्छ नि। अहिले सहनुपर्छ भन्दै गयौँ। जब बच्चालाई लिएर हामी हस्पिटल जान्थ्यौँ, अपडेटहरू दिँदै जान्थ्यौँ, धेरै शुभेच्छुकहरूले ब्लेस गर्नुभयो। उहाँहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु। तर कयौँले वर्षौँदेखि हामीलाई खेदिरहनु भएको थियो, आलोचना गरिरहनु भएको थियो। उहाँहरूले हामीलाई जेसुकै भन्दा पनि हामी सहेकै थियौँ, तर बच्चालाई रिप लेख्नु भएको थियो। बाबुआमा जस्तो लुटेरा नबन है छोरी, ठगको सन्तान, अन्टा कन्ठा। त्यो बच्चा जसले वर्षौँसम्म आफ्नो बाबुआमा तडपेको, पिल्सेको, रोको, कराको, चिच्चाको देखेर आजित भएको थियो। ऊ मानसिक हिसाबमा यति धेरै त्रसित थियो, यति धेरै टर्चर भोगिरहेको थियो। अझ हामी त्यहाँ पुग्दा पनि एउटा मानवीय संवेदना पनि महसुस नगरिकन बच्चालाई धरि त्यसरी चाहिँ रिप लेखियो। त्यसलाई पनि हामीले स्वीकार्यौँ। केही विज्ञापनहरूको काम हामी गर्दैथ्यौँ। एउटा ज्वेलरी सपको विज्ञापन हामीले बनायौँ, रियल एस्टेट कम्पनीको एउटा विज्ञापन बनायौँ। धुर्म सुन्तलीले त घरै किने रङ्गशालाको पैसाले ज्वेलरी सप खोलेका छन् भनेर फेरि हामीलाई ट्रोल बनाइयो। जबकि हामी वैवाहिक जीवनमा बाँधिएका सम्पूर्ण गरगहनाहरू बेचेर केही उपाय नभइसकेपछि प्लेनको टिकट काटेर अमेरिका पुगेका थियौँ। जसले आलोचना गर्नुभयो केवल आत्मसन्तुष्टिका लागि थियो होला त्यो। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ। आज त म यहीँ छु। आखिर जे भए पनि मैले गाली नै खाएर भए पनि देशको 30,000 क्षमताको रङ्गशालाको जग बसालेको, त्यसमा मलाई गर्व छ। र मैले गरेको काममा, हामीले गरेको काममा हामीलाई आत्मसन्तुष्टि छ। किनभने हामी आफैमा पनि प्राविधिज्ञ नहुँदै पनि आज प्राविधिकका त्यत्रा मूल्याङ्कनहरूको रिपोर्टमा पनि कहीँ पनि कैफियत नदेखिनु, त्यसमा हामी गर्व गर्छौँ। जनस्तरबाट स्रोत जुटाएर 3.5 अर्बको रङ्गशाला बनाउँछौँ भनेर जतिखेर ओडिआई मान्यता प्राप्त हुँदाखेरि एउटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला नहुँदै गर्दा, खेलकुद मन्त्रालयको वार्षिक बजेट 3 अर्ब भन्दा माथि नहुँदा पनि हामीले 3.5 अर्ब भन्दा माथिको चाहिँ डिपिआर तयार पारेर रङ्गशाला बनाउँछौँ भनेर फिल्डमा पुगेर खटेर सिभिल वर्क अन्तर्गतको 40% र 95% अन्तर्राष्ट्रिय खेल मैदान तयार पारेका हौँ। यसमा चाहिँ हामीलाई गर्व छ र यसको सम्पूर्ण श्रेय सहृदय मनहरूलाई जान्छ। उहाँहरूले खुलेर यति धेरै विश्वास गरिदिनु भयो,
यदि त्यो परियोजनामा राजनीतिकरण नभएको भए, सङ्घीय सरकारले बोलेको कमिटमेन्ट पुरा नगरिदिएको भए, गरिदिएको भए, महायज्ञमा बोलकबल भएका 69 करोड रकमहरू सबै आइदिएका भए, 9 करोड 41 लाख मात्रै महायज्ञबाट उठ्न सफल भयो। बोलेका सबै रकमहरू आइदिएको भए यतिखेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना भइरहेका हुन्थे। नेपालले 30,000 क्षमताको रङ्गशाला आजभन्दा 2 वर्ष अगाडि नै पाउँथ्यो। हामीले त यही भूमिमा रङ्गशाला बनाइरहेका थियौँ। राज्यले बनाए पनि, व्यक्तिले बनाए पनि, राज्य र जनताको सहकार्यमा, नागरिकको सहकार्यमा एउटा पुनित कार्य हुँदै थियो। तर यसको क्रेडिट धुर्मुन सुन्तलीलाई जाने भयो भनेर यसरी विचलन भएर हामीमाथि प्रहार गरियो। के घाटा थियो देशले रङ्गशाला पाउँदाखेरि? खैर अहिले बनिरहेको छ। शुभकामना दिन चाहन्छु र भन्न चाहन्छु 30,000 को जगमा उठेको रङ्गशाला पछि त डिजाइनलाई रिभाइज गरेर 15,000 मा झारियो। तर 30,000 उठोस्। अहिलेको सरकारले 30,000 को रङ्गशाला बनाओस्, हामीलाई न्याय दियोस् र हामीसँग भएको अनुभव पनि हामी साट्न चाहन्छौँ, सरकारलाई सघाउन चाहन्छौँ। पहिलो कुरा त हामीलाई यो भड्खालोबाट राज्यले निकालिदियोस्, त्यो अपिल, त्यो अनुरोध गर्न चाहन्छु। आज हामी आवाजविहीन बनेका छौँ। हामी जति चिच्याए पनि, जति रोए पनि, जति कराए पनि हामीले कहीँबाट न्याय पाउनेवाला छैनौँ। किनकि हामी स्वतन्त्र नागरिक मात्रै भयौँ। यो देशमा स्वतन्त्र नागरिक भएर बस्न र बाँच्न कति गाह्रो हुँदो रहेछ भन्ने कुरा हामीले पल पल महसुस गरेका छौँ। आज हामी काङ्ग्रेस थियौँ, आज हामी एमाले थियौँ, आज हामी माओवादी थियौँ, आज हामी राप्रपा थियौँ, आज हामी रासपा थियौँ अथवा अन्य कुनै पार्टीमा आबद्ध थियौँ भने त्यो पार्टीले हाम्रो मुद्दा बोक्थ्यो, संसदमा आवाज उठाउँथ्यो। आज सबैलाई डर के छ भने यो मुद्दा, यो आवाज बोल्यौँ भनेदेखि त हाम्रो पार्टी सिद्धिन्छ, भोलि विवादमा परिन्छ, राजनीतिक भविष्य अन्धकार हुन्छ, किन बोल्ने? आज एउटा नागरिक पल पल मरिरहेको छ। धुर्मुन सुन्तलीले के देशलाई गुण लाएका थिएनन्? कलाकारिता मार्फत पनि त हामीले खुसी साटिरहेका थियौँ। लाखौं करोडौंमा नेपाली दाजुभाइ दिदीबहिनीको मुहारमा आँसु छर्ने काम गरेका थियौँ। 2072 सालको भूकम्प पश्चात अनवरत रूपमा सामाजिक कर्ममा होमिएर 4-4वटा बस्ती निर्माण गर्दाखेरि, वीर हस्पिटल रङरोगन सरसफाइ अभियान र पछिल्लो रङ्गशाला अभियानमा हामी जुट्दै गर्दाखेरि के राज्यलाई हामीले गुण लाएको होइन? र हाम्रो बारेमा आवाज उठाउनलाई त्यति गाह्रो भयो? मैले अघि पनि भने, आज स्वतन्त्र नागरिक हुनुको पीडा हामीले भोगिरहेका छौँ। र अहिले पनि मन्त्री परिषदबाट विभिन्न राजनीतिक घराना भएका प्रतिष्ठानहरूलाई यसअघि अनुदानमा रकमहरू दिएर पनि समस्याका समाधानहरू गरिएका छन्। यदि मिल्छ भने मन्त्री परिषदबाट निर्णय गराएर भए पनि सरकारले हामीलाई न्याय दियोस्। किनभने अहिले त सबैभन्दा कान्छो प्रधानमन्त्री, त्यो पनि कला क्षेत्रको प्रतिनिधित्व गर्दै एउटा असल व्यक्ति देशको प्रधानमन्त्री भन्नुभएको छ। महानगरपालिकामा उहाँ नगर प्रमुख हुँदै गर्दा पनि मैले कयौं पटक उहाँलाई भेटेर बिन्ती पनि गरेको थिएँ, यसको डिजाइनहरू पनि देखाएको थिएँ र भएका घटनाहरू पनि सुनाएको थिएँ र म आशावादी थिएँ र निकास निस्किन्छ भन्ने कुरामा म विश्वस्त थिएँ र छु पनि। र अहिलेको सबैभन्दा ठुलो दल जसको नेतृत्वमा सरकार छ, आदरणीय व्यक्तित्व सभापतिज्यू, हिजोको दिनमा भाइ यो गर्नुपर्छ, यो बनाउनुपर्छ भनेर आत्मबल दिने व्यक्तित्व उहाँ। धेरै ठाउँमा जग्गा अवलोकनका लागि उहाँ जानुभएको थियो। पोखरा एयरपोर्टको माथिबाट लाइभ पनि गर्नुभयो, यो अभियान हाम्रो अभियान हो, म पनि यसमा सामेल छु भनेर भन्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीज्यूका कयौं छलफलमा जानुभएको थियो। यो जसरी पनि गर्नुपर्छ प्रधानमन्त्रीज्यू, हामी बनाउँछौँ भन्नुभएको थियो। त्यो आत्मबल, त्यो भरोसा, त्यो आँट हिम्मत दिने व्यक्तित्व जसको आज सरकार छ। मैले अस्ति पनि भेटेँ। यदि राज्यले अभिभावकत्व निर्वाह गर्छ जोसुकै अन्यायमा परेका नागरिकका लागि भनेदेखि हामीलाई न्याय दियोस्।
अझै थप कुनै अनुसन्धानहरू आवश्यक छन् भने नेपालका नियमनकारी निकाय त सबै सकिए, अझै हामीमाथि अनुसन्धान होस्, अझै मूल्याङ्कन होस्, तर अब हामी प्रक्रियाको सहयोगी चाहिँ बन्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। बाहिर राखेर अनुसन्धान नगरियोस्, बरु भित्रै राखेर अनुसन्धान गरियोस्। हामी जेल जान तयार छौँ। सरकारलाई बिन्ती छ, यसको निकास निस्किँदैन भने हामीलाई जेलमा लगेर हालिदिनुहोस्। तर यसरी जिउँदै मार्ने काम चाहिँ नगर्नुहोस्। अब हामी बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। हामी बाँच्न चाहन्छौँ, यही देशको माटोमा मर्न चाहन्छौँ। कृपया हामीलाई बचाइदिनुहोस्।